के तपाईँको पासपोर्टको डेट सकिन लागेको छ? तपाईँलाई पासपोर्ट नवीकरण सम्बन्धी धेरै नै दुविधा भइरहेको छ? त्यसो भने आज म तपाईँहरूलाई घरबाटै सजिलै तरिकाले अनलाइन माध्यमबाट पासपोर्ट नवीकरण गर्ने तरिका सिकाउन गइरहेको छु है साथीहरू। अब तपाईँले सुरुमा चाहिँ डकुमेन्ट कलेक्सन गर्नुपर्ने हुन्छ है। के डकुमेन्टहरू चाहिन्छ मैले यहाँ दिएको छु। तपाईँले चाहिँ प्रत्येक डकुमेन्टहरू चाहिँ स्क्यान गर्नुपर्छ, जसको साइज चाहिँ 300 KB भन्दा कम हुनुपर्छ है। पुरानो पासपोर्टको स्क्यान कपी, सकल नागरिकता स्क्यान कपी, राष्ट्रिय परिचय पत्र, अनि विवाह गरेछ भने विवाह दर्ता है। फर्स्टमा चाहिँ क्रोममा जानु होला हैन। त्यसपछि यसमा चाहिँ डिपार्टमेन्ट अफ पासपोर्ट भनेर सर्च गर्नु होला ओके। त्यसपछि इन्टर हान्नु होला। त्यसपछि फर्स्टको लिङ्कमा क्लिक गर्नु होला है। त्यसपछि एडलाई चाहिँ क्लोज गरिदिनु होला हैन। त्यसपछि स्क्रोल डाउन गर्नु होला। यहाँ ई पासपोर्टको लागि आवेदन दिनुहोस् भन्ने ठाउँ छ, यसमा क्लिक गर्नु होला हैन। यति भइसकेपछि सुरुमा चाहिँ तपाईँले आफ्नो एउटा खाता बनाउनु पर्ने हुन्छ है। यदि तपाईँले ड्राइभिङ लाइसेन्सको फर्म भर्नु भएको छ भने त्यस्तै टाइपको एउटा चाहिँ सुरुमा खाता बनाउनु पर्ने हुन्छ। त्यसको लागि रजिस्टर रिटर्न अकाउन्टमा क्लिक गर्नुहोस्। आफ्नो नाम थर हालेर चाहिँ यहाँ बनाउनु पर्ने हुन्छ। त्यसपछि आफ्नो डेट अफ बर्थ हाल्नुपर्ने हुन्छ। म चाहिँ एउटा डेमोको लागि भर्दैछु है। डेट हाल्नु होला। त्यसपछि NIN नम्बर हाल्नु होला। यसमा राष्ट्रिय परिचय पत्र अनिवार्य छ। त्यसपछि यसमा पासवर्ड हाल्नु होला हैन। तपाईँले आफ्नो पासवर्ड क्रिएट गर्न सक्नुहुन्छ। क्याप्चा चाहिँ स्मलमा छ, TXBRG रजिस्टर गर्नुपर्ने हुन्छ है। रजिस्ट्रेसन भइसकेको छ। अब चाहिँ यहाँ चाहिँ तपाईँले अब साइन इन गर्नुपर्ने हुन्छ होइन। आफ्नो त्यो मेल आइडी हाल्नु होला। त्यसपछि साइन इन गर्नु होला। अब तपाईँ साइन इन भइसक्यो है। त्यसपछि तपाईँलाई अफलाइन फर डकुमेन्टमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा चाहिँ अब के छ यहाँ देखाएको छ, फर्स्ट इन्सुरेन्स पहिलोपटक राजधानी लिने छ भने यसमा क्लिक गर्नुपर्ने हुन्छ होइन। नवीकरणको लागि यहाँ हराएको छ भने यता, अनि सट्टा राजधानी बिग्रिएको छ भने चाहिँ यहाँ विवरण त्रुटि भएकोमा चाहिँ यसमा क्लिक गरेर डाटा मोडिफिकेसन गर्न सक्नुहुन्छ। अब हामी चाहिँ नवीकरण गर्नुपर्ने हुन्छ, त्यही भएर राजधानी नवीकरण गर्न क्लिक गर्नुपर्ने हुन्छ है। यसमा चाहिँ तपाईँले अर्डिनरी चुज गर्नुपर्ने हुन्छ। त्यसपछि क्लिक नेक्स्ट। अब नेक्स्ट गरौँ। एग्रिमेन्ट चुज गर्नु। एग्रिमेन्ट चुज गरिसक्नु भएपछि अब यहाँ तपाईँको लोकेसन हाल्नुपर्ने हुन्छ होइन। अपोइन्टमेन्ट कहाँ लिने भनेर नेपाल बागमती प्रदेश भयो, बागमती कुन जिल्लामा लिने हो, काठमाडौँ। लोकेसन कहाँ लिने त अब पासपोर्ट अफिस कि काठमाडौँ, पासपोर्ट अफिस भइहाल्यो होइन। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि तपाईँले यसमा चाहिँ अब डेट चुज गर्नुपर्ने हुन्छ, अपोइन्टमेन्ट कुन डेटमा आफू भिजिट गर्न जाने भनेर। यहाँ डेट चाहिँ अभाइलेबल छ 27 को, मेरो PM को 15:40 रहेछ अभाइलेबल। तपाईँले AM पनि चुज गर्न सक्नुहुन्छ यसरी होइन। यसरी पे गर्दै जानु होला। यदि अभाइलेबल छ भने यु क्यान सेलेक्ट, स्लट छैन। त्यही भएर 27मा हामी PM को डेटमा त छ चुज गर्ने। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यहाँ चाहिँ तपाईँले मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। त्यसमा तपाईँ इमेल हाल्नुपर्ने हुन्छ होइन। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। तपाईँले चाहिँ 25 मिनटभित्र यो फर्म भरेर चाहिँ सकाउनु पर्ने हुन्छ है। यो चाहिँ तपाईँको दिमागमा राखिरहनु होला। 25 मिनट पछाडि फेरि अप्लाई गर्न पाउनुहुन्न, फेरि नयाँ फर्म भर्नुपर्छ। ठिक ओके। त्यसपछि तपाईँले आफ्नो डिटेल हाल्नुपर्ने हुन्छ होइन। फर्स्ट नेम, लास्ट नेम, त्यो हालेपछि तपाईँले नेक्स्ट गर्नुपर्ने छ। त्यसपछि यो
कन्ट्याक्ट डिटेल्स भइहाल्यो हो कि नै क्या त्यसपछि यहाँ तपाईँको आवश्यक ठेगाना कुन हुँदा रेजिडेन्सियल एड्रेस भनिन्छ होइन कुन प्रदेश पर्छ तपाईँको राम्रो छैन भने नेक्स्ट गर्नुहोस् यो तपाईँले भन्नु पर्दैन नेक्स्ट गर्नुहोस् अब यो डकुमेन्ट टाइप रिप्लेसमेन्ट डकुमेन्ट डेटा भनेर चाहिँ यहाँ डकुमेन्ट टाइप के हो त अर्डिनरी पासवर्ड भइहाल्यो प्रिभियस पासवर्ड नम्बर चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ है जारी मिति कहिले हो यो चाहिँ हाल्नुपर्ने हुन्छ गर्नु होला नेक्स्ट गर्नु होला यसमा चाहिँ तपाईँहरूले चाहिँ सुरुमा चाहिँ पासपोर्ट हाल्नुपर्ने हुन्छ स्क्यान गरेर होइन अपलोडमा क्लिक गर्ने त्यसपछि पासवर्ड अफ ट्याक्क यसरी अपलोड गरिदिने नागरिकताको अगाडि पछाडि अपलोड गरिदिने साइज चाहिँ तपाईँको दिन चाहिँ केही हुनु कम हुनुपर्छ होइन यसरी नागरिकताको पछाडिको भाग पनि अपलोड गरिदिने त्यसपछि तपाईँको म्यारिज सर्टिफिकेट छ अथवा डिभोर्स सर्टिफिकेट छ भने अपलोड गर्नु पर्यो अर्को नेसनल आइडी कार्ड पनि अपलोड गर्नुपर्ने हुन्छ स्क्यान गरेर त्यहाँ क्लिक गर्ने नेक्स्टमा अनि पछाडिको भाग पनि अपलोड यसरी ट्याग अपलोड गरिदिने त्यसपछि नेक्स्टमा क्लिक गर्ने होइन अब यो भइहाल्यो अब यति भइसकेपछि के गर्ने अब यसलाई चाहिँ अप्लाई ठोकिदिने है अप्लाई गरिदिने अप्लाई गरिदिइसकेपछि अब यो तपाईँले चाहिँ प्रोसिड पेमेन्ट फिनिस विदाउट पेमेन्ट अथवा डाउनलोड फर्म पनि गर्न सक्नुहुन्छ होइन उसलाई चाहिँ डाउनलोड फर्म गर्नु होला अनि तपाईँको चाहिँ यस्तो टाइपको फर्म चाहिँ डाउनलोड हुन्छ है अब यो फर्म प्रिन्ट गरेर चाहिँ तपाईँले पासपोर्ट अफिसमा जानुपर्ने हुन्छ है साथीहरू यसरी चाहिँ तपाईँले अनलाइनबाट चाहिँ आफ्नो सकिन लागेको पासपोर्ट चाहिँ नयाँ बनाउन सक्नुहुन्छ है पासपोर्ट नवीकरण गर्न सक्नुहुन्छ यदि कुनै कन्फ्युजन भएमा तपाईँले कमेन्ट गर्नु होला सी यू